हाम्रो कानुनले श्रव्य दृश्य संकेत चिन्ह लोगो कुनै पनि राख्न पाउँदैन। कथाले माग्छ कि माग्दैन भन्दाले हाम्रो कानुनले यस्तो कुरालाई वर्जित गरेको छ। यस्तो कुरालाई वर्जित गरेको हुनाले र हाम्रो फिल्म लेख्ने अथवा सिनेमा लेख्ने निर्देशकहरू सर्जकहरू जो भए पनि यो कुराको जानकारी नभएको हो कि र जानकारी हुँदाहुँदै पनि लेखिन्छ भने मलाई चाहिँ सेन्सर बोर्डले कारबाही गर्नुपर्छ भन्छ। भनेको कलेज पढ्ने विद्यार्थीहरूमा रिसर्च पनि भएको रहेछ र त्यो रिसर्च करिब करिब 394 जनामा भएको रहेछ र त्यसमा के चाहिँ देखिया छ भने 72% 72 जनाले 394 मा 72 जनाले चाहिँ मुभीको मा एडभर्टाइजमेन्ट देखेको रहेछ 72 जनाले र त्यसपछि के हैन 72 ले नदेखेको 86 जनाले चाहिँ फ्रिक्वेन्टली देखेको र ती 236 जनाले चाहिँ मुभीमा अथवा म्युजिक भिडियोजहरुमा चाहिँ सुर्तीजन्य पदार्थ अथवा रक्सी खाएको चाहिँ देखिएको छ र म्युजिक भिडियोजको अहिले विशेषहरुले भने जस्तै म्युजिक भिडियोजको कुरा गर्दाखेरि 26% म्युजिक भिडियो कम्तीमा या त रक्सी या त चुरोटको चाहिँ सीन राखेको चाहिँ त्यो रिसर्चमा नि भेटिएको छ र अर्को डरलाग्दो कुरा के देखियो भने त्यसमध्ये करिब करिब 70 जना एडोलसेन्सहरुले चाहिँ आफ्नो मनपर्ने कलाकार त्यो हिरो होस् अथवा हिरोइन होस् तिनीहरुले मुभीमा सुर्तीजन्य पदार्थ खाएको देखेर आफूले पनि सिगरेट स्टार्ट गरेको हो भन्ने रिजल्ट देखियो। त्यसको पर्सेन्टेज चाहिँ 17% छ। 17% भन्दा करिब करिब 69 जना हुन्छ। 70 69 समथिङ 70 जना चाहिँ हजुरहरुले फिल्ममा चुरोटको सीन राखिदिएर हाम्रो बाबु नानीहरुले सिगरेट स्टार्ट गरेको देखियो। त्यही भएर मैले उहाँले भने जस्तै मेरो अनुरोध के छ भने यसलाई चाहिँ एउटा गजबको राम्रो उ रहेछ के बाहिरतिर भन्ने हाउ डु यु सेल द डेथ भन्ने टपिक हुँदै रहेछ कि यो मृत्युलाई कसरी बेच्ने त्यो पनि मुभी थ्रु सुर्तीजन्य पदार्थको एडभर्टाइजमेन्टबाट र हामी चाहिँ त्यो मृत्युलाई सेल गर्नको लागि हामी अझै त्यसमा प्रेरित हुने कि हामीले हाम्रो बाबु नानी अथवा हाम्रो एडोलसेन्सहरुलाई भविष्यको पिढीहरुलाई जोगाउनको लागि कहीं कतै यसमा थप योगदान गर्न सकिन्छ र किनभने समाजको ऐना भनेको चाहिँ कला। धेरै जसो मान्छे मुभीहरुमा जान्छ र मुभीमा चाहिँ हेर्दाखेरि चाहिँ एउटा ब्याक अफ द माइन्ड अथवा टिप अफ द आइसबर्ग भन्दा तलको चाहिँ के हुन्छ भने जहिले पनि सुर्ती चुरोट खाइरहेको देख्यो भने उसको मनमा यो त सामान्य रहेछ, यो त सोसाइटल कज रहेछ, यसमा त खायो भने सोसाइटीमा ठुलो मान्छे बनिदो रहेछ भन्ने कता कता सबैभन्दा ठुलो विज्ञापन गर्ने चाहिँ मैले चाहिँ मुभी इन्डस्ट्री अथवा टिभी सोजहरु टक्स प्रोग्रामहरु नै हो जस्तो लाग्छ र त हजुरहरुले नाम म लिन चाहन्न। नेपालमै पनि अब यो कला क्षेत्रमा लागेको हजुरहरुले गुगल गर्नु हो भने सबभन्दा बढी स्मोकरहरु को छन् भनेर यसमा त्यो पनि डाटा हेर्थे म यहाँ नाम लिन चाहन्न। भनेको उनीहरु आफ्नो रियल जीवनमा पनि चुरोट सेवन गरिरहेछन् र सिनेमामा पनि त्यो सुर्तीजन्य पदार्थको अथवा चुरोटको सेवन गरिरहेछन् र कहीं कतै चाहिँ के थाहा यो स्पोन्सरशिप पनि भएको हुन सक्छ कि भन्ने पनि लाग्छ तर त्यसमा मलाई जानकारी छैन। र म एउटा अनुरोध अर्को के गर्छु भने हाम्रो कानुनले श्रव्य दृश्य संकेत चिन्ह लोगो कुनै पनि राख्न पाउँदैन। कथाले माग्छ कि माग्दैन भन्दाले हाम्रो कानुनले यस्तो कुरालाई वर्जित गरेको छ। यस्तो कुरालाई वर्जित गरेको हुनाले र हाम्रो फिल्म लेख्ने अथवा सिनेमा लेख्ने निर्देशकहरू सर्जकहरू जो भए पनि यो कुराको जानकारी नभएको हो कि र जानकारी हुँदाहुँदै पनि लेखिन्छ भने मलाई चाहिँ सेन्सर बोर्डले कारबाही गर्नुपर्छ भन्छ अथवा नराखिदिनुस् अनुरोध गर्नुपर्छ र हाम्रो कानुनले वर्जित गरेको हुनाले यसलाई चाहिँ हामीले सकेसम्म निषेध गर्नुपर्छ।